भरे खानुपर्छ नानी आउँछ होला सबै राखिदिन्छु है पकाएर खान्छ कि भनेको त मासुरीले उभि खान्छ नि खोइ अहिले राजाङको बाबु त्यहाँ घाँस त्यो बुढा मान्छे मात्रै पो कसरी मान्छे चाहिँ जोगायो नि हिजो त एकछिन अँधेरो नअँधेरो म त्यो त एकैछिनमा हामी तल स्कुल गएको तातो नतातो सुत्दै थिएर उठाइलिएको के दुख्छ नानी एकजना मान्छेबाट नि कस्तो हुन्छ कस्तो अन्काउने घरको यसको आलेको भित्रबाट टालेको के बिजुली बत्ती बालेको पनि छैन बोलाएर आज ल्याइदिन्छु भनेर ढोक्रो र ढोको छु राख्नु पऱ्यो अनि ऊ नै घारी नै ल्याउनु हुने 1000 रुपियाँ मागेको अहिले बिरालोले दिएको जान्दिनँ क्या यस्तो सुहाउँदैन र बता ती सिउलमको मलाई उसँग होला बाक्लो के उयो वाङ थाहा पर्नु ल ऊ याक्ने थाहा पनि ठिक छ ल हिजो मौरी आउनु थाल्यो अब कुरा आज त्यो कुरा भोलि माइलाको होइन कुद्दो फेलडेङ्गे घोडा झरेको छ पस्को अस्ति तल उमा थियो सकिला दिदी घरको मात्रमा यहाँ होला आँखामा मङ्सिरी माङको कसको थियो मङ्सिरी छ पर जित्ते दाजुको अरे अनि जित्ते त अनि ल्याइदिएको कि के भन्थ अरे मैले चाहिँ ससुराले गरेँ कसको बिहा आयो भने अधिया नभए पाली खाने भने हिजो मिलान कामले कुरा गर्दै सुनेको मैले त्यो काकाको भातसँग अलिकति दिएको थियो तानी लगेर खाइँदै मेरो नानी आउँदाखेरि एक बाल्टी दही बनाएर छिरेको छिरो त फेर्छ यसो लोन्ठा खाइहाल्छ यति बिस्तारै खाउ नाति ल मार्सी फुलाको माला भोलिदेखि चाहिँ भरेदेखि चाहिँ मलाई लाउनु पऱ्यो खाँदैन होला त्यहाँ दुध खाइदिएछ हुने बेट्टा नै हाम्रो ढाडी वर्दो चाहिँ साला खुनको उसो ओल्लाम यहाँ खा परल खुनको अनि हेट के ह मेरा पाक्टुमकोला कुकारे लुको खाप्दैन एउटा कुरामा मजाको चाहिँ बाहिर खाटमाका एउटा कालो लेखिन् अच्छा ठिक है भात खाएगा ए भाज्यू मजाले पाएको ल त्यसो पो धुनु पर्छ मकै चामल छैन के हो देखिन के मकै चामल छैन के हो कति पाक्छ के पाक्नु ल ल ठिक छ ढङ्गज्यू मकै चाहिएको माथि रौँ त खाइन्छ हात पनि धोइन्छ बाक्लो छ होला ऊ दुधाल मजाले सँगले दुई बत्तीमा मात्रै बाँच्छ होला मकै यो पानी के लानुपर्छ ल कहाँ रोपेको खोइ एक पनि ठिक हुन्छ यति त नतलको भात खानु हुँदैन के प्याजहरू छैन
पियाज आउँछ एकचोटि अनि यस्तो भुँडी चाहिँ घोर गर्दै थियो भोको पेटमा रक्सी खाँदा नि हुन्छ म पनि अलि भोको लाग्छ के भन्छ हामीले नफाप्ने रहेछ आमै मलाई केही पनि फापेन फेरि हाल्नु आउँछ भएर त हान्दिहाल्नु मात्रै फेरि यो खुट्टे भुँडीमा हुँदा धेरै खायो भने पनि हुँदैन भात पाक्छ अहिले पाकेको हो पानी त धेरै हुन्छ फेरि जस्तै दिँदै खानुहुन्छ म थालेछ कराई त्यो हो कराई यो पनि ड्यामेज भइसकेछ अब ड्यामेज मसाला मेथी अन्त बल छ होला उचाल्नु पर्छ होला है त्यस्तो छ है मेरो मासु अब केलाई चाहिँ नुनहरू लगाइन्छ चट्टैसँगले कलर पनि राम्रो यो कलर आज बुढा मान्छेले भात पकाउनु गएको कसो पकाउँदैछ बुढा मान्छे फालो सानाबुटी खाइछ एउटा फेरि एउटै Yumseng Mahamud. Mun lại là đi. Cái xe là thịt thế này. कस्तो छ यार मासु त नाम त छ क्या मेरो मासुमा चाहिँ खलाउने छु मासु मासु पछि के भयो पुनि ल पुनि पुनि बाटै काले कुंकी रख अच्छा beli-beli ke mana sih lah अच्छा ठीक है दूध से खाओ बिल्ली जी अम्मा दूध मेरी दिएछ मैले देख्नु हुन्छ नि कंगनिनको होला कता गलाको हड्डी पोमा कंगनिनको ए लु दाल ल्याउनु दाल हड्डी न्यू होला तातो होला भात दही दिक्कसँग 4 गाँस चामली दुई छका बिल्ली खाँदैन अब
यो खल्दैन खल्दै मासी पाकला चिल्लो पनि छैन अन्न ठिक्कको खाएको टाटा नि सही